जस्तो साथीहरु यो भिडियो के छ भन्दाखेरि नि यहाँ कुनै यो होइन के धनाढ्य मान्छे पनि होइन हैन कुनै विदेशी पाहुना पनि होइन अगाडि पछाडी यत्रो गाडीको लावा लस्कर सबै कुराहरु लगाएर यस्तो सबै भएर जब मान्छेले यत्रो खर्च गर्छ भने कति खर्च लाग्यो होला हैन जब एउटा सांसद जब एउटा चाहिँ सामान्य केही छ न आय स्रोत छ न जागिर छ न नोकरी छ न केही छ सामान्य एउटा सांसदले यत्रो लावा लस्कर यत्रो गाडीको धुनधान गरेर पुरै 77 वटा जिल्लामा घुम्ने भनेपछि कति खर्च लाग्यो होला ल भन्नुस् त यो गाडीको लाइन हो नेपाली कांग्रेसका महामन्त्री गगन थापाको तपाईहरुलाई म एउटा कुरा प्रश्न के पार्दिम भने गगन थापालाई कैलाश सिरोया विनोद चौधरी र बेचन झाले अहिले यो अभियान चलाउनका लागि 50 करोड रुपैयाँ दिएको छ हो त्यो 50 करोड रुपैयाँले उले के गर्छ भने गाडीहरु त्यहाँ जम्मा गर्छ पुरा गाउँभरिका गाडी कति छन् त्यसलाई तेल फ्री खाना फ्री बस्न फ्री सबै गर्छ हो त्यसपछि मान्छे उसको पछि जान्छन् लावा लस्कर देखाउँछ त्यसपछि त्यहाँ जम्मा गर्ने मान्छेहरुलाई फेरि पैसा दिन्छ उसँग फोटो खिचाउने मान्छेलाई छुट्टै पैसा छ हैन जस्तै कुनै अपाङ्गहरु बालबच्चाहरु त्यहाँ जम्मा राख्नु यो ठाउँमा यस्तो यस्तो फोटो खिच्नु छ त्यसलाई यति पैसा दिनु भन्ने अनि त्यो पैसा दिँदै मान्छे जम्मा गर्दै भाषण गर्दै त्यहाँ नारा लगाउने मान्छेहरुलाई छुट्टै पैसा छ फेरि हेर्नु है यस्तो खालको नाटक गरेर यस्तो खालको चटक देखाएर तस्करी भ्रष्टाचारीहरुबाट पैसा लगेर जनताहरुलाई यस्तो उल्लु बनाउन सक्ने माहिर भनेको चाहिँ यो मान्छेबाट तपाईहरुले के आशा गर्नुहुन्छ ल भन्नुस् त यस्तो व्यक्तिलाई आउँछ तपाईहरु नेता भन्नुहुन्छ देश बिग्रेको यो भएर हो के युवा भनेर हुँदैन के हैन अब यस्तो अहिले तपाईको चाहिँ जित्नु कहाँ छ नेता मन्त्री हुनु कहाँ छ भोलि बिहान सभापति बन्नु कहाँ छ अहिले नै तस्करी बिचौलिया र भ्रष्टाचारीहरुको पैसामा यस्तो काम गर्छ भने भोलि बिहान यसले जितेर गयो भने चाहिँ यसले के भ्रष्टाचारी तस्करीहरुको पक्षमा काम गर्दैन जनता र देश त भाडमा गए हैन यस्तो खालको मान्छेको पछि तपाईहरु लाग्ने जनता कस्तो हो के कसरी विश्वास गर्नुहुन्छ तपाईहरुले जब एउटा सांसदको खर्चले त्यत्रो आउँछ तपाई आफै मूल्याङ्कन गर्नु त यसको भित्री प्लान के छ हैन गगन थापा भनेको त तपाईको राष्ट्रको नेपालको सबैभन्दा घातक मान्छे अहिले चाहिँ त्यो हो के अहिले नै यस्तो छ भोलि बिहान पावर र शक्तिमा पुग्यो भने यसले के गर्ला यसले त सबै सत्यानाश बनाए त केपी ओलीको 100 गुणा खतरा छ यो केपी ओली भनेछन् केपी ओली भन्दा 100 गुणा खतरा छ यो मान्छे देश र जनताका लागि तपाईहरु आफै विचार गर्नु त अब यो